हेलो साथीहरू, गुड इभिनिङ। अनि तपाईँहरूलाई मेरो मिनी ब्लगमा स्वागत छ। अहिले भने चाहिँ म डल्ले खोर्सानी मटरको अचार बनाउन लागेको छु र यो मटरमा चाहिँ खोर्सानीमा चाहिँ मैले मटरलाई एड गरेँ अनि त्यसमा यो चाहिँ हो जिरा पाउडरलाई लगाएँ। अनि यहाँ छ मेथी र ज्वानोको पिठो है। यो चाहिँ म आफै घरमै, म त एकदम घरमै बनाउँछु मसलाहरू। यो धनियाँ पाउडर, धनियाँ है यसमा। अनि म लगाउँदैछु हल्दी। यो चाहिँ हो तोरी भुटेर पिसेको। यो चाहिँ यसलाई चाहिँ अलिक बेसी नै लगाउनु पर्ने हुन्छ। अनि यो चाहिँ तोरी है। त्यसमा अनि म आफूलाई कतिको इच्छा लाग्छ है नुन, त्यही अनुसारले म लगाउँदैछु। यो चाहिँ नुन लगाएँ। अब यसमा म अर्को एड गर्दैछु अब म यसमा मैले परमात्मा तेललाई एकदम गरम गरेर हो यसमा लगाउँदैछु। हेर्नु चाहिँ अब चाहिँ यसलाई मजाले मिक्स गर्नुपर्ने हुन्छ। हेर्नु कति दामी भयो। अनि तेल तताउँदा चाहिँ अलिकति मेथी पनि पड्काएको छु मैले है। मेथीलाई पनि हेर्नु सक्नुहुन्छ। अब यो अचारलाई चाहिँ मजाले है बोतलमा राख्छु। अनि यसलाई मजाले अब यो 1 महिना बाददेखि चाहिँ खानुहुन्छ हो। यसलाई मजाले मिक्स गर्नुपर्छ। यसलाई चाहिँ अब अलिक यो मैले तातो तेल लगाएको छु र यसलाई चाहिँ अलिक चिसो बनाएपछि मात्रै बोतलमा लगाउनु पर्ने हुन्छ। नभए बोतलमा फेरि पसिना आएर यो अचारलाई बिग्रिने चान्स छ। त्यही भएर एकदम चिसो नै बनाएर लगाउनु पर्ने हुन्छ। हेर्नुहोस् मेरो अचार कस्तो भयो, कमेन्ट गरिदिनुहोस्। धन्यवाद, बाई बाई।